मलाई चाहिँ आज पानीपुरीको तल 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 भएर पानीपुरीको क्रेभिङ भएर यस्तो पानीपुरी खान मन लागेको के। अनि मलाई चाहिँ यस्तो पानीपुरी खान मन लागेको के। कति दिन भइसकेको थियो पानीपुरी खान्छु भनेर बसेको। कति धेरै पानीपुरी खान मन लागेको थियो मलाई। अब जे पर्ला त्यही टर्ला भनेर हामी यति धेरै पानीपुरी बनाउनेतिर लाग्यौँ। पानीपुरीमा बनाउने यो किमा भन्छ कि अचार भन्छ कि के भन्छ कुनी, जेसुकै भन्नुहोस् न, खाना पाए भइहाल्यो नि। नामसाम थाहा नभए नि केही फरक पर्दैन साथीहरू। मुखै हाल्ने हो, चपाएर पेटै जाने हो, बिहान फाल्ने नै हो। तपाईँहरूले के यो पानीपुरीको झोललाई र यो पानीपुरीको किमा अचारहरू मसलाहरू के भन्नुहुन्छ कमेन्ट गर्नु है। मैले के भन्छु मैले सबै भन्छु। मोमोको किमा होइन, पानीपुरीको किमा बनाउनको लागि मरमसलाहरू सबै हाले, पानीपुरीको मसला पनि हाले, अमिलो बनाउनको लागि यो झोल पनि बनाए। अनि त्यही माथि मसला अनुसार स्वादलाई हाले, नुन अनुसार स्वादलाई मजाले हाले। अनि पानीपुरीको यो डल्लो हो कि गेडा हो यो पनि फुराए। यो पानीपुरीको डल्लोकै ग्यास सानो बनाउँदा नि कहिलेकाहीँ त कालो भएर डढ्छ। हेर्नु न, फुल्दै नफुलेको भने कति सानो हो कि के भएको हो। यो पानीपुरीको डल्लो ओसेर नफुलेको हो कि खोइ के भएर नफुलेको हो कि डुप्लिकेट दिएको हो कि के हो भनेको। यो पानीपुरीको डल्लो देख्दा पनि मलाई त वाक्कै लागिसक्यो। हेर्नु, जति फुराए पनि कुनै पनि ठुलो भएन त। तपाईँहरूलाई के यो रेडिमेड पानीपुरी तारेको मिठो लाग्छ कि घरमै आफूले मेहनत गरेर बेलेर तारेको वाला मिठो लाग्छ? मलाई त पिठो मुसेर मेहनत गरेर घरमै बेलेर तारेको वाला मिठो लाग्छ। के गर्नु, जाँगर साँगर छैन। यो कुकुर बहिनी पनि मासुको हड्डी खान छोडेर यो पानीपुरीको डल्लोलाई उफ्रेर हुन्छ भनेको के। पानीपुरीको यो किमा हो कि अचार बनाउनको लागि चाहिँ बन्दा चाहिँ थिएन साथीहरू। बन्दाको साटो चाहिँ मैले गाजर हालेको थिएँ। अनि त्यसमाथि वाइ चाउचाउ पानीपुरी मसला हालेन भने त मिठै हुँदैन। अनि हजुरहरूले के यो पानीपुरीको किमा बनाउनको लागि, यस अचार बनाउनको लागि के हाल्नुहुन्छ भन्नु त। मैले हाल्ने भनेको त यति नै हो। एउटा बन्दा चाहिँ छुटेको छ। पानीपुरीको अचार हो कि किमा पनि रेडी भयो। बनाएर हेर्दै खाउँ लाग्ने जस्तो भयो। हेर्नु न, नेल्स भरि मेरो अचार पसेर के गर्नु र। रेडी भयो, एक बाटा पानीपुरी फुराएँ मैले है। अनि उताबाट हेर्नु न, बहिनी भन्दै छ, दिदी मलाई राम्रो निकाल्नु है, मलाई सेतो निकाल्नु है, कालो ननिकाल्नु है, अलि राम्रो निकालेर हाल्नु ल रे। के हजुर, जस्तो आउँछ त्यस्तै हाल्छु बहिनी, म के धेरै नाटक नपार है। हाम्रो पानीपुरी चाहिँ बनेर रेडी भयो। अनि हामी अब खान जाँदैछौँ। खाएको भिडियो चाहिँ मैले हिजै हालिसकेँ साथीहरू। हजुरहरूलाई नि खाना मन लाग्यो होला है, मुखमा पानी आयो होला है। तपाईँहरूको मुखबाट पानी आयो, मैले के गर्ने हो र। यहाँ भिडियो भोइस ओभर गर्दा त आफ्नै पानी आइरहेको मुखमा। अरूको भिडियो हेरेर थुक निल्नु भन्दा नि आफूले मेहनत गरेर पानीपुरी बनाएर खानुस् के। थ्याङ्क यू फर वाचिङ, बाई।